नमस्ते यहाँहरू सम्पूर्णमा। आज वैशाख 14 गते यो बुद्धचित्त बिरुवाको जानकारीको लागि चाहिँ मैले भिडियो बनाउँदैछु। बुद्धचित्त बिरुवा चाहिँ हामीसँग चाहिँ सबै क्वालिटीको बिरुवाहरू चाहिँ उपलब्ध छ। मैले धेरैचोटि तपाईँहरूलाई भनिसकेको छु भिडियोमा। हामीसँग चाहिँ यो 2 मुखे, नोसाउन, 3 मुखे, 4 मुखे, 5 मुखे फल्ने चाहिँ बिरुवाहरू चाहिँ उपलब्ध छ। मेरो नर्सरी चाहिँ काभ्रे तेमल भौगुन्ने बेसी। यही बिरुवा चाहिँ मैले भक्तपुरमा पनि उपलब्ध गरेको छु। बिरुवा चाहिँ यही हुन्छ। भक्तपुरमा चाहिँ मैले सजिलोको लागि, तपाईँहरूको सजिलोको लागि धेरैजनाले फोन गर्नुहुन्छ। दिनमा 200-300 जनाले फोन गर्नुहुन्छ। उहाँहरूको लागि चाहिँ मैले भक्तपुरमा यही बिरुवा चाहिँ उपलब्ध गरेको छु। हजुरहरू पनि समयमै राम्रो क्वालिटीको बुद्धचित्त चाहिँ रोप्नु भएर राम्रो आम्दानी गर्न चाहनुहुन्छ भने बिरुवाको लागि चाहिँ मलाई आजै सम्पर्क गर्न सक्नुहुनेछ। आज भोलि रोप्नको लागि पनि एकदमै राम्रो समय हो। यो फागुनदेखि नै चाहिँ राम्रो समय हो यो बुद्धचित्त रोप्नको लागि चाहिँ। हजुरहरू पनि छिटोभन्दा छिटो चाहिँ सम्पर्क राख्न सक्नुहुनेछ। दिनमा धेरै ठाउँ चाहिँ मैले पठाइरहेको हुन्छ, धेरै ठाउँबाट आउनुहुन्छ। यो पूर्व पश्चिम धेरै ठाउँबाट हामीसँग चाहिँ देख्न सक्नुहुन्छ। यता यो सबै क्वालिटीको बुद्धचित्त बिरुवाहरू उपलब्ध छ।